आज नयाँ वर्षको पहिलो दिन सम्पूर्ण महानुभावलाई नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। सुरुवाती वर्षको पहिलो दिन भए चाहिँ आज हामी पशुपतिनाथको आराध्यदेव पशुपतिनाथको पूजा गर्न गइरहेका छौँ। हामी यहाँ क्यामेरामा देख्न सक्दछौँ पशुपति मन्दिरको गेटभन्दा बाहिरदेखि गेट भित्रसम्म भक्तजनहरूको थुप्रै लामो घुइँचो देखिरहेका छौँ। हामी यहाँ प्रत्येक ठाउँमा मानिसहरूको घुइँचो, आराध्यदेव पशुपतिनाथको भक्त अनि आराध्यदेव पशुपतिनाथको पूजा अर्चन र दर्शनका लागि मान्छेहरू यहाँ लामबद्ध भएका छन्।